अर्काको त्यसमा रुल्स सेफ्टी छ है रेड लाइटमा कस्तो रुल्स सेफ्टी छ हाम्रो देशमा चाहिँ हाम्रो देश पनि के भन्नु सब नेताले बिग्रेछ नेताहरूले सब बिग्रेछ यहाँ कुनै ट्राफिक सिटी बजाउने केही हुने सब लाइटको घरमा चलिरहेको यो नियम राम्रो हो ग्रिन लाइट टक्क लाएर हिँड्यो Bambo nih bambo deh. Itu sistem apa aja? Oh. Reconstruction भएर रहेछ bambo लगाएर. बेला बेलामा चाहिँ भीषण आगो लागिरहने हुँदाखेरि कन्स्ट्रक्सन काम गर्दाखेरि नेटको सिस्टम हटाएको रहेछ ब्याम्बो नै ब्याम्बो मात्र वाइचुङ साम्सैको चाहिँ 268X बसमा चाहिँ फ्रम जोर्डन टु युरोप
भिडियो लामो हुने क्रममा चाहिँ मैले चाहिँ भिडियो कट गरेर हालिदिन्छु हजुर है होला लाइची कोक एन्ड क्वाइची कता कता चाहिँ नेट चलाएरै गर्दो रहेछ है स्टे कन्स्ट्रक्सन चाहिँ तर प्रायः चाहिँ नेट हटिसकेको छ कि तपाईँहरूलाई चाहिँ मैले चाहिँ सेफ्टीहरूको बाटोको नगरमा मात्रै देखाउनु खोजेको छु है अरू केही होइन भिडियो बनाउने कोसिस
जङ्गल पनि छ, सानसानो रमणीय ठाउँ छ। जो नेपालको जस्तै भेगभागहरू छ, भूगोलहरू भौगोलिक हिसाबले हेर्दाखेरि नेपालको जस्तै देखिन्छ अलिअलि। पहाडहरू सबै कङ्क्रिट गरेर सब रोपेको छ हजुर है, ताकि पहिरो नजाओस् भनेर। अब हामी चाहिँ ताइलाम टनल छिरिरहेको छौँ है। यो टनलभित्र हो, ताइलाम टनल भन्छ यसलाई। कति मिटर छ आफू हिसाब गर्नु होला हजुर है। मैले भ्याएर हिसाब गर्नुलाई भिडियो मात्रै बनाइदिएको छु। टनेलको चाहिँ मैले भिडियो पज नगरिकन राखिदिन्छु हजुर है। भिडियो स्किप नगरिकन हेरिदिनु भएकोमा हजुर है। मैले यो भिडियो चाहिँ टनलभित्रको भिडियो चाहिँ मैले चाहिँ यसको लम्बाइ कति लामो छ भनेर मैले चाहिँ भिडियो पज नगरिकन राखिदिएको छु हजुर है। यो लम्बाइको कति मिटर रहेछ हजुर आफैले गेस गर्नु होला हजुर। हिसाबमा चाहिँ छोटामोटी रूपमा चाहिँ यो ताइलाम टनल चाहिँ 3.8 किलोमिटर रहेको अनुमान गर्दछु हजुर है। हामी अहिले चाहिँ ताइलाम टनलबाट बाहिर निस्किन आँटिसकेका छौँ। यसको लगभग यसको लम्बाइ चाहिँ 3.8 किलोमिटर रहेछ भन्ने अनुमान लगाएको छु मैले चाहिँ मेरो हिसाबमा चाहिँ हजुर है। धन्यवाद हजुरहरूलाई भिडियो स्किप नगरिकन अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरू धन्यवाद छ सबैलाई। हामी ताइलाम टनलबाट बाहिर निस्किसकेका छौँ हजुर। तपाईँले देख्न सक्नुहुन्छ
पारि तपाईँले देख्न सक्नुहुन्छ डाँडाकाँडा पनि छ नजारा नेपालकै छ सबै कन्स्ट्रक्सन नै छ हजुरहरू कन्स्ट्रक्सन भन्दै रहेछ यहाँ हामी चाहिँ लगभग कामतिनको नजिक छौँ हजुरहरूले है कामतिन अनि आउँदा जाने बाटो त्यता रहेछ रहेछ बिजुलीको तार हजुरहरू भिडियो लामो हुने भएको हुँदाखेरि मैले चाहिँ भिडियो पज गर्दै राखेको छु ताकि हजुरहरूले हेर्न असुविधा नहोस् भनेर हजुरहरू गाह्रो पिर नमानिकन हेरिदिनु भएकोमा धन्यवाद छ हजुरहरूलाई लगभग हामी चाहिँ युनलङनिर पुग्न आँट्यौँ हजुर अहिले हामी अहिले युनलङको योहो मल 1मा आइपुगेको छौँ हजुर है हामी अहिले काउलोन डिस्ट्रिक्टबाट न्यू टेरिटोरिजमा आइपुगेको छौँ हजुर जोर्डनलाई चाहिँ काउलोन बोल्दछ भनेदेखि युनलङलाई चाहिँ न्यू टेरिटोरिज बोल्दछ हजुर हजुरहरू सबैले धन्यवाद छ भिडियो स्किप नगरिकन यति बेलासम्म हजुरहरू मेरो भिडियोमा बसिदिनु भयो हेरिदिनु भयो हजुरहरू सबैले धन्यवाद छ अब हामी चाहिँ युनलङ आइपुगेका छौँ हजुर फेरि अर्को भिडियोमा फेरि अर्कोचोटि भेटौँला हजुर धन्यवाद थ्याङ्क यू यो रहेको छ युनलङको नजारा हामी युनलङ आइपुगिसकेका छौँ हजुर
यति बेलासम्म भिडियोमा साथ दिनुभयो, भिडियो हेरेर साथ दिनुभयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। फेरि अर्को भिडियो बनाउने, अर्को भिडियोमा भेट्नेका साथ बाचाका साथ अहिलेको लागि भिडियोबाट म समाप्त गर्न चाहन्छु। See you on the next vlog again. Thank you. 台大係大棠路。The next stop is Tai Phong Road. 下一站是大棠路。भिडियोमा अहिलेसम्म साथ दिनुभएको धन्यवाद छ हजुरहरूलाई।台大係水邊村。